हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। आज म धेरै पछि फेरि यता श्रीपुरतिर म चाहिँ हल्का एक्स्ट्रा सेल भनेको चाहिँ देखेको थियो। आज भोलि अनि पर्सि 3-4 दिन लागि होइन, यो चाहिँ महिनाको चाहिँ अन्तिममा हुन्छ र त्यही भएर चाहिँ म बिहान छोरी स्कुल पुऱ्याएर चाहिँ आएको। यहाँ एकदम लाइन रहेछ, गाडी पनि आयो है। हेर्नुहोस् त मान्छेको लाइन अगाडि पछाडि यस्तो भिड छ कि यहाँ जस ठ्याक्क म चाहिँ बिचमै परेँ, अगाडि नै परेँ अनि जस मेरो नम्बर चाहिँ पऱ्यो र अब गाडी पनि चढियो। अब चाहिँ हेर्नुहोस् यहाँ ठुलो यो चाहिँ अब मैले बारम्बार भनिराखेको छु कि यो चाहिँ तपाईँको चाहिँ युरोपको सेकेन्ड एकदमै लामो पुल हो। यो लगभग 15 देखि 16 मिनटको चाहिँ लामो छ यो पुल चाहिँ होइन। यस्तो दामी छ यो पुल चाहिँ, म चाहिँ आनन्द लाग्छ। पहिला म यता काम गर्दा चाहिँ म धेरैचोटि चाहिँ आउनु जाने गर्थेँ कि होइन यतातिर चाहिँ फ्रीपोर्टतिर चाहिँ। अहिले चाहिँ म धेरै भयो नगएको। हेर्नुहोस् म फ्रीपोर्ट नै आइपुग्यो, झरिसकेँ म गाडीबाट। अहिले चाहिँ हेर्नुहोस् त्यहाँ एक्स्ट्रा सेल छ यहाँ। अहिले तामझाम पनि ताकेको रहेछ माथितिर, राति चाहिँ एकदम मजाले बत्ती बल्छ। हेर्नुहोस् म चाहिँ सिधै दायाँमा कतै नहेरिकन चाहिँ सिधै यहाँ तपाईँको चाहिँ नाइकीको चाहिँ स्टोरमा चाहिँ जाँदैछु है। अब त्यहाँ कतिको के सेल लागेछ भित्रबाट म तपाईँहरूलाई देखाउँछु। र म बाटोमा चाहिँ हेर्नुहोस् भ्यान्स होइन धेरै छ यहाँ तपाईँको चाहिँ ब्रान्डहरू। म चाहिँ आज चाहिँ स्पेसली नाइकको चाहिँ सुरुमा जाँदैछु। ल फाइनली म नाइकको सुरुमा नै पसिसकेँ। ल मान्छेहरू आउनु जाने भन्ने भइसकेको छ। फाइनली भित्र नि म पसेँ होइन। हेर्नुहोस् यहाँ मान्छेहरू यति धेरै भिड छ। चाहिँ बिहान आएको चाहिँ तपाईँको चाहिँ यो 10:30 भयो अहिले चाहिँ यहाँ। म चाहिँ एकदम बिहानै पुगेको थिएँ। आज तपाईँको चाहिँ एक्स्ट्रा छ नि त फेरि 50% नि। हेर्नुहोस् सुजको प्राइस कति मजाले सेल लागिरहेछ है। हेर्नुहोस् यो पनि हेर्नु त कति सेल लागेको छ मजाले। ओ माई गड सुज दामी छ नि, यो पनि दामी छ, यो पनि दामी छ, यो झन् दामी छ। ओ माई गड एकदम सेल लगाइरहेको छ मैले। आज चाहिँ यहाँ तपाईँको चाहिँ कस्तो भने जुन यताबाट यसमा है फेरि अरूमा है यो लाइनमा चाहिँ तपाईँको चाहिँ एक्स्ट्रा जुन तपाईँको प्राइस छ नि प्राइस ट्यागको पनि तपाईँको चाहिँ एक्स्ट्रा 50% सेल लाग्छ कि। यस्तो तपाईँको चाहिँ 50को सुज छ भने तपाईँको चाहिँ त्यसलाई 50कोबाट तपाईँको चाहिँ आधी लगभग 25 पर्छ कि। त्यही भएर चाहिँ आज मान्छे यस्तो प्याक भएको हेर्नुहोस्। आज चाहिँ एकदम मान्छे प्याक छ। आज एक्स्ट्रा डिस्काउन्ट भएको कारणले यिनीहरू चाहिँ हाल्नु फेरि है। यो चाहिँ हाल्नु, यो चाहिँ तपाईँको चाहिँ एक्स्ट्रा 30% सेल लगाइसकेको छ चाहिँ एक्स्ट्रा पहिल्यै। अनि तपाईँको चाहिँ यो चाहिँ 42 युरो उतातिर चाहिँ लागेको चाहिँ एकदमै मैले अघि देखाएँ नि उतापट्टि भित्रको चाहिँ। यिनीहरू चाहिँ होइन फेरि है, यिनीहरूको प्राइस चाहिँ त्यही हो जुन त्यहाँ ट्याग राखेको छ त्यही नै हो। म तपाईँलाई चाहिँ मेरो देखाउन गइरहेको छु। राउन्ड चाहिँ हेर्नुहोस्। Rivers whisper truth as they flow down, and their songs entwine with the trees that जुन यहाँ भएको यो यताको चाहिँ सुजको चाहिँ तपाईँको चाहिँ यो चाहिँ नयाँ होइन। यो यिनीहरू चाहिँ सेलमा छ। रातो ट्याग लगाएको चाहिँ यो चाहिँ प्राइस जो ट्याग लगाएको छ त्यो मात्रै तपाईँको चाहिँ सेलमा हो। यो पनि सेलमा छ। यो जुत्ता पनि राम्रो छ, मलाई मनपर्छ जुत्ता नि। र यो चाहिँ तपाईँको चाहिँ बास्केटबल खेल्नको लागि हो। यो चाहिँ तपाईँको रनिङको लागि होइन। सुजहरू तपाईँको चाहिँ तपाईँको चाहिँ आफ्नो टाइपको हुन्छ, हामीलाई थाहा हुन्छ कता कसैलाई कसरी थाहा हुँदैन होइन। तर चाहिँ तपाईँको चाहिँ त्यस्तो हो जुत्ताको चाहिँ डिजाइन चाहिँ। ओ माई गड हेर्नुहोस् त खतरा छ जुत्ता है, दामी छ नि जुत्ता त। धेरै पछि आएको सेल पनि रहेछ जुत्ताहरू। यो चाहिँ तपाईँको चाहिँ सेलमा भएको जुत्ता हिँड्दा सबै
हेर्नुस् यो चाहिँ तपाईको एकदम बिग सेल यसको तपाईको साइज छ नि फेरि मैले त हेरेको 44 मा 44 साइज रहेछ अरु चाहिँ नरहेछ यो चाहिँ साइज छ फेरि यो चाहिँ यो पनि राम्रो छ मलाई चाहिँ मन परेको चाहिँ पछिल्लो समयको जुत्ता चाहिँ कुन चाहिँ भने तपाईको चाहिँ यो राम्रै छ यो चाहिँ मलाई एकदम मन परेको 74 को चाहिँ हैन तर अब हेरौं अहिले चाहिँ मसँग त्यति जुत्ता चाहिँ किन्नु पनि जरुरी छैन मलाई त्यही भएर चाहिँ म अहिले जुत्ता किन्दिन म आज चाहिँ तपाईहरुले चाहिँ यसो देखाउनको लागि मात्र हैन प्राइस हन्टिङ भनौं न आज कतिको चाहिँ सेल लागिरहेछ त्यसको लागि मात्र आएको म चाहिँ हेर्नुस् यो जुत्ता तपाईको चाहिँ अब यतै लिस्टमा किन्नु पर्यो नि लगभग महँगो छ यो प्राइसमा आउँदैन यहाँ त्यही भएर मात्र आज तपाईहरुले देखाउनको लागि यता आएको म चाहिँ यो जुत्ता राम्रो छ अनि यो जुत्ता पहिला तपाईको चाहिँ कतिमा भने लगभग 30 युरो होला 30 रुपैयाँ किने जुत्ता थियो अहिले एकदम महँगो रहेछ चप्पलहरु पनि रहेछ है 50% डिस्काउन्टमा राम्रो छ यो पनि राम्रो छ हेर्नुस् फुल सुजहरु फुटबल खेल्नको लागि चाहिँ सुजहरु पनि एकदमै सेलमा छ वाउ दामी छ यो पनि नाइकको सबै नाइकको हो हैन प्राइस पनि ठिकै छ यतिको जस्तो भयो चाहिँ ओरिजिनल हो नि त फेरि सबै अनि यो तपाईको चाहिँ जुत्ता फेरि अब तपाईको चाहिँ नेपालतिर चाहिँ एकदम महँगो पर्छ हैन अन्त नेपालमा चाहिँ अब नेपालमा दाच्नु मिल्दैन किनभने नेपालमा चाहिँ लगाउने जुत्ता र यहाँ लगाउने चाहिँ खेल्ने ठाउँ अलिकति फरक पनि पर्छ त्यही भएर अब अन्त ओरिजिनल हो सही छ जुत्ता त अर्जाउने क्रम यो भेन्स पनि मलाई एकदम मन पर्यो एउटा भेन्सको सोरुम चाहिँ थियो म यो पनि एकदम सेलमा रहेछ के दामी रहेछ त नि प्राइस पनि एकदमै राम्रो रहेछ 45 मा 90 को एकदमै राम्रो रहेछ तर ठिकै छ यो चाहिँ तपाईको फेरि नाइकको है नाइकको केटीहरुको फेरि यो अन्त अब अहिले त दुईजना आउनु मिल्छ केटाकेटी जहिले पनि हैन तर पनि यो चाहिँ केटीको हो यो राम्रो छ हेर्नुस् 44 यो चाहिँ केटाको होला यो चाहिँ फेरि यो चाहिँ केटाको हो यो चाहिँ दामी छ ल मलाई चाहिँ एकदम मन पर्यो है तपाईहरुले चाहिँ कमेन्ट गर्दै होला कस्तो लाग्छ तपाईलाई